ओहो बुढी आज चाहिँ के पाक्ने भयो नि? हे भेज चिकन पो रहेछ त। चिकन भन्दा कम छैन, औँसी पुण्य बाल छैन। यो भन्दा मिठो सब्जी अरू के को हुन्छ? कटर प्रेमी जति तल हाजिर गरौँ त। तासनाका गाह्रा लिएर अल्छीले गर्दाखेरि कटर खान मन गर्नुहुन्न होला। यसरी गर्नु कि तपाईँलाई कटर खाउँ खाउँ लाग्छ। पहिले एउटा कुकरमा तेल दल्ने अनि यसरी काटेको कटरलाई चाहिँ त्यहाँ हालिदिने। अब कुकरमा चाहिँ 1 कप पानी हालेर त्यसमा 2 सिटी लगाइदिने। तातो कटर तास्न गाह्रो हुन्छ, त्यसलाई एकछिन सेलाउन छोडिदिने। टमाटर प्याज काटिदिने, लसुन अदुवा राखिदिने, मरिच पनि थपिदिने, ल्वाङ सुकमेल हालिदिने, दालचिनी अलैँची राखिदिने, लाइकको बटन थिच्दिने, जिरा खुर्सानी राखेर मिक्सचरमा घोलेर यति गरेपछि भयो होला। अब सेलाएको कटरलाई सुई सुई तासेर ठुला ठुला साप्रा जस्ता चाना पार्ने। अब ग्यासमा दाउरा ठोसेर 1 महिना जति तेल हालेर मजाले ती साप्रालाई चाहिँ तार्ने। हेर्नु मेहनतकै फल मिठो हुन्छ, यति पनि नगरी कटर मासु जस्तो कहाँ हुन्छ। हो अब यतिको खैरो खैरो हुन थालेपछि निकालिदिने। सर्लक्कैसँग सबै तारिसकेपछि त्यही बचा कुचा तेलमा 1 जोर तेजपत्ता हाल्ने। अब पालो प्याजको। केही बेर प्याज भुटेपछि अघि बनाएको मसला त्यसमै राखिदिने। मसला र प्याज पनि केही बेर मजाले पकाउने। टमाटर र स्वाद अनुसार नुन हालेर ग्रेभीलाई एकछिन छोपेर पकाउने। मसला पाकिसकेपछि तेल र मसला यसरी छुट्टिन्छ। पाकेको मसलामा 2 कप जति पानी हाल्ने। ग्रेभी यसरी नाच्न थालेपछि अघि फ्राई गरेको भेज चिकन अब यसमा राखिदिने। जसले चाहिँ भन्नुहुन्छ कि कटर मासु जस्तो हुँदैन भनेर यो रेसिपी ट्राई गर्नु होला, भएन भने मलाई कमेन्टमा आएर भन्नु होला।